मिनासान कोन्निचिवा ओहायो गोजाइमास ओगेनकी देशका सायद सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी लेसन 9 को अल भोकाबुलेरीहरू लिएर आएका छौँ। ढिलो नगरिकन सुरु गरौँ है त। सबैभन्दा सुरुमा छ वाकारु। वाकारु भनेको बुझ्नु भन्ने हुन्छ। यसको मास फर्म चाहिँ वाकारिमास भन्ने हुन्छ। तपाईँले भन्नुभएको कुरा बुझ्नुहुन्छ भनेर सोध्नु पर्यो भने आना तानो इत्तेरु कोतोगा वाकारिमासका भनेर भन्नु पर्यो। त्यस्तै अर्को आरु। आरु भनेको हुनु छ भन्ने हुन्छ। यो चाहिँ निर्जीव वस्तुको लागि प्रयोग गरिन्छ। यसको मास फर्म चाहिँ आरिमास भन्ने हुन्छ। आज बैठक छ भन्नु पर्यो भने केउवा खाइगेगा आरिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सुकी। सुकी भनेको मन पर्नु भन्ने हुन्छ। मलाई कफी मन पर्छ भन्नु पर्यो भने वातासिवा कोहीगा सुकी देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ किराई। किराई भनेको मन नपर्नु भन्ने हुन्छ। उनलाई चिसो मन पर्दैन भन्नु पर्यो भने खानो जोवा सामुइनो गा किराई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ जिउजु। जिउजु भनेको सिपालु जान्ने भन्ने हुन्छ। जस्तै मेरी दिदी टेनिसमा सिपालु हुनुहुन्छ भन्नु पर्यो भने आनेवा टेनिस्युगा जिउजु देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को हेता। हेता भनेको कमजोर अनस्किलफुल भन्ने हुन्छ। जस्तै म घरको चित्र बनाउनमा कमजोर छु भन्नु पर्यो भने वातासिवा इयो काकुनोगा हेता देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ रेउरी। रेउरी भनेको खाना पकाउनु परिकार पकाउनु भन्ने हुन्छ। जस्तै खाना पकाउन रमाइलो लाग्छ भन्नु पर्यो भने रेउरियो चुकुरुनोगा तानोसी देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को नोमिमोनो। नोमिमोनो भनेको पेय पदार्थ ड्रिङ्क बेभरेज भन्ने हुन्छ। जस्तै यो पेय तातो छ कि भनेर सोध्नु पर्यो भने कोनो नोमिमोनो वा आत्ताता खाइ देशका भनेर सोध्नु पर्यो। त्यस्तै अर्को सुपोचु। सुपोचु भनेको खेलकुद स्पोर्ट्स आदि भन्ने बुझिन्छ। म हरेक बिहान खेलकुद गर्छु खेल्छु भन्नु पर्यो भने माई आशा सुपोचु सिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ याक्यु। याक्यु भनेको बेसबल भन्ने हुन्छ। जस्तै स्कुलमा बेसबल खेल छ भन्नु पर्यो भने गाक्कौदे याक्युनो सिआई गा आरिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओदोरी। ओदोरी भनेको नाच डान्स भन्ने हुन्छ। उनलाई भारतको नाच आउँछ भन्नु पर्यो भने खानो जोवा इन्दोनो ओदोरीगा देकिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ओन्गाकु। ओन्गाकु भनेको सङ्गीत म्युजिक भन्ने हुन्छ। जस्तै मलाई विश्वको सङ्गीत सुन्न मन छ भन्यो भने सेखाइनो ओन्गाकु किकिताई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ उता। उता भनेको गीत सङ भन्ने हुन्छ। मसँग सबैभन्दा मनपर्ने गीत छ भन्नु पर्यो भने वातासिवा इचिबान सुकिना उतागा आरिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ काबुकी। काबुकी भनेको ट्रेडिसनल जापानिज म्युजिकल ड्रामा हो। जस्तै कहिलेकाहीँ काबुकी हेर्न मन छ भन्यो भने इसुका काबुकियो मित्ताई देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ ज्याजु। ज्याजु भनेको जज म्युजिक भन्ने हुन्छ। म ज्याज कन्सर्टमा प्राय जान्छु भन्नु पर्यो भने वातासिवा ज्याजु कोन्सातोनी योक्कु इकिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ जिखान। जिखान भनेको समय टाइम भन्ने हुन्छ। परीक्षाको समय छोटो छ भन्नु पर्यो भने तेसुतोनो जिखान वा मिचिखाइ देश भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ योक्कु। योक्कु भनेको धेरै वेल सकारात्मक क्रियासँग प्राय प्रयोग हुन्छ यो। जस्तै ऊ धेरै हाँस्छ भन्नु पर्यो भने खारेवा योक्कु वाराइमास भनेर भन्नु पर्यो।
जस्तै अर्को छ दाइताई। दाइताई भनेको प्राय लगभग भन्ने हुन्छ। मेरो काम प्राय सकियो भन्नु पर्यो भने वातासिनो सिगोतो वा दाइताई ओवारी मासिता भनेर भन्नु पर्यो। अर्को छ ताकुसान। ताकुसान भनेको धेरै भन्ने हुन्छ। हिजो धेरै सुते भन्नु पर्यो भने किनो वा ताकुसान नेमासिता भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सुकोसी। सुकोसी भनेको अलिकति भन्ने हुन्छ। म अलिकति मात्र रक्सी पिउँछु भन्नु पर्यो भने ओसाके हो सुकोसी दाके नोमिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ जेनजेन। जेनजेन भनेको अलिकति पनि होइन कति पनि नै भन्ने नकारात्मक क्रियासँग मात्र प्रयोग हुन्छ। जस्तै मलाई अङ्ग्रेजी अलिकति पनि आउँदैन भन्नु पर्यो भने वातासी वा एइगा गा जेनजेन देकिमासेन भनेर भन्नु पर्यो। त्यस्तै अर्को हायाकु। हायाकु भनेको चाँडै क्विकली अर्ली भन्ने हुन्छ। जस्तै बस चाँडो आयो भन्नु पर्यो भने बासुगा हायाकु किमासिता भनेर भन्नु पर्यो। त्यस्तै अर्को खारा। कारा भनेको किनभने भन्ने हुन्छ। बिकज किनभने भन्दा काराको प्रयोग गरिन्छ। जस्तै छुट्टी छ म घरमा बस्छु भन्नु पर्यो भने यासुमी देशकारा इएनी इमास भनेर भन्नु पर्यो। जस्तै अर्को छ दौसिते। दौसिते भनेको किन भन्ने हुन्छ। जस्तै किन दुखी हुनुहुन्छ भनेर सोध्नु पर्यो भने दौसिते साबिसी देशका भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ गेमु। गेमु भनेको खेल स्पोर्ट्स भन्ने हुन्छ। बच्चाहरू खेल खेलेर पराय रमाउँछन् भन्नु पर्यो भने कोदोमो ताचिवा गेमु दे योक्कु एसोबिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को रेउकौ। रेउकौ भनेको यात्रा ट्राभल भन्ने हुन्छ। मैले नयाँ मार्गमा यात्रा गरेँ भन्नु पर्यो भने आतारासी रुतो दे रेउकौ सीमासिता भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ सिमास। सिमास भनेको गर्नु भन्ने हुन्छ। म बिहानको खाना तयार गर्छु भन्नु पर्यो भने आशा गोहान हो सिमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ गोहान। गोहान भनेको खाना भात आदि भन्ने हुन्छ। जस्तै म हरेक दिन खाना खान्छु भन्नु पर्यो भने माइनिची गोहान हो ताबेमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ चोत्तो। चोत्तो भनेको एकछिन अलिकति एकछिन पछि भन्ने कुरा हुन्छ। जस्तै त्यो काम अलिकति गाह्रो छ भन्नु पर्यो भने सोनो सिगोतो वा चोत्तो मुजु खासी देश भनेर भन्नु पर्यो। जस्तै अर्को छ सिगोतो। सिगोतो भनेको काम भन्ने हुन्छ। म नयाँ काम खोज्दैछु भन्नु पर्यो भने आतारासी सिगोतो ओ सागासिते इमास भनेर भन्नु पर्यो। त्यस्तै अर्को छ इमी। इमी भनेको अर्थ मिनिङ भन्ने हुन्छ। जस्तै कृपया यो प्रश्नको उत्तर बुझाइदिनुहोस् भन्नु पर्यो भने कोनो मोन्दाइ नो इमी ओ सेचुमे सित्ते कुदासाई भनेर भन्नु पर्यो।